आज हामी रिमाटोइड आर्थराइटिस पढ्ने है त है के हो रिमाटोइड आर्थराइटिस भनेर सुनेको छ हामीले के छ के हो त्यो हामीले अटोइम्युन डिजिज पढ्दाखेरि एउटा नाम त ल्यायो नि हैन राइट द के अरे नेम्स अफ अटोइम्युन डिजिज भन्दाखेरि एउटा रिमाटोइड आर्थराइटिस आउँछ कि आउँदैन हैन अब रिमाटोइड आर्थराइटिस भनेको के हो नाममै छ हैन रिमाटोइड र आर्थराइटिस आर्थराइटिस भनेको इन्फ्लामेसन आर्थराइटिस भनेको के को इन्फ्लामेसन जोइन्ट्सको इन्फ्लामेसन रिमाटोइड भनेको छ अगाडि है त अटोइम्युन कजको कारणले हैन जोइन्ट्सको इन्फ्लामेसन भयो इन्फ्लामेसन भएपछि के फिचर्सहरु देखाउँछ इन्फ्लामेसन भएपछि हामीले इन्फ्लामेसन च्याप्टरमा पढाएको छ नि त हैन त्यो फिचर्सहरु देखाउने के रेडनेस हैन अलि तातो हुने वार्मथ हैन पेन हैन अनि फङ्सन चाहिँ पछि लस हुँदै जान्छ यस्तो यस्तो फिचर्सहरु पनि छ है त भनेपछि अब इन्फ्लामेसन भन्ने बित्तिकै कति फिचर्सहरु आउँछ अनि के को इन्फ्लामेसन भनेपछि त्यो सम अर्गान सम्बन्धी इन्फ्लामेसन हुन्छ र अर्को के कारणले रिमाटोइड है त अटोइम्युन है अब अनि अर्को क्रोनिक डिजिजमा पनि पढायो है त हामीले त इज अ क्रोनिक मल्टी सिस्टम डिजिज अफ अननोन कज क्रोनिक लामो समयसम्म हुने रोग र क्रोनिक डिजिजमा पर्छ मल्टी सिस्टम भनेको के हो एउटा मात्रै सिस्टम चाहिँ एफेक्ट गर्ने होइन है त जस्तै आर्थराइटिस भनेपछि जोइन्ट्स भन्ने भयो तर जोइन्ट्स मात्रै होइन अरू सिस्टमहरु पनि इन्भल्भ हुन्छ है त क्रोनिक डिजिज हो मल्टी सिस्टम र हामीले इटियोलोजी के भयो त अब हामीलाई सजिलो भयो इटियोलोजी के हो अननोन थाहा नै छैन इडियोप्याथी के हो है त इटियोलोजी चाहिँ हामीलाई थाहा भएन तर हामीले इटियोलोजी पढ्दाखेरि चाहिँ मैले के भनेर पढाएको थिएँ कुनै पनि रोगको इटियोलोजी के हुन्छ यो सिम्पल छ के रोगको कारण के हो एकदम छ हैन कि जेनेटिक कारणले हुन्छ हैन कि इन्भाइरोमेन्टलको कारणले त धेरै साइन्टिस्टहरु के मान्यता छ भन्दाखेरि कमसे कम 50% कजहरु चाहिँ जेनेटिकको कारणले हुन्छ भन्ने छ है त कि जेनेटिक हुन्छ कि इन्भाइरोमेन्ट हुन्छ हाम्रो जिन नै हाम्रो विरासतको रूपमा है त त्यही भएर एउटा ह्युमन बिङ हुन्छ नि मान्छेले भन्छ नि त अब के अरे जन्मिँदाखेरि केही पनि लिएर आउँदैन मर्दाखेरि पनि केही लिएर आउँदैन नि त्यो चाहिँ रङ कुरा हो के मान्छेले जन्मिँदाखेरि संसार लिएर आएको हुन्छ र छोड्दाखेरि पनि संसारै छोडेर मर्या हुन्छ के है यो एकदम सरासर गलत कुरा हामी जन्मिँदाखेरि पनि है यो अरू कन्ट्रारी अरू बिलिफहरु भन्दा फरक छ है मेरो धारणा किनभने एउटा मान्छेको एउटा जिनमा हैन उसले खास गरी भन्ने हो भने 13.8 बिलियन इयर्सको हैन 13.8 बिलियन इयर्सको एटम लिएर आएको हुन्छ हैन त्यो बेला प्रयोग भएको र लगभग 4 बिलियन इयर्सको चाहिँ यो एनिमलको हिस्ट्री भनिन्छ र मानिसहरुको चाहिँ 70,000 74,000 वर्ष भनिन्छ है त यो सबैको विरासत एक्सपिरियन्स छ नि जुन यो नेचरको एक्सपिरियन्स चाहिँ हाम्रो शरीरमा छ के है हामीहरु कति वर्ष पुरानो हो भन्दाखेरि 13.8 बिलियन इयर्सको पुरानो हो हैन र हाम्रो एक्सपिरियन्स कति छ भन्दाखेरि कमसे कम 13.8 बिलियन इयर्सको एक्सपिरियन्स हो अहिले हामीले प्रयोग गरेको एटमहरु कुनै बेला डाइनोसरले प्रयोग गरेका थिए हैन हामी मरिगएपछि पनि कसैले प्रयोग गर्छ है त भनेपछि त्यो भयो अनि अर्को हाम्रो एक्सपिरियन्स हाम्रो व्यवहारहरु हुन्छ नि त्यो व्यवहारहरु भनेको हामी यो जन्मिँदाखेरि मात्रै आएको हुँदैन क्या हाम्रो जिनमा इन्कोड भएको है आज भन्दा 70,000 वर्ष अगाडि निएन्डरथल्सहरु हुन्छ नि ती आदि मानवहरुले के गरेका थिए तिनीहरुको एक्सपिरियन्स के थियो हामी हन्टर एन्ड ग्यादर हुँदाखेरि अफ्रिकाको जंगलमा के गरेर व्यवहारहरु देखाइरहेका थियौ त्यो व्यवहारहरु पनि हाम्रो व्यवहारमा आउँछ के हैन त्यही भएर मान्छेहरु अनि अफकोर्स प्याथोलोजीमा नि आउने भयो भनेपछि प्याथोलोजी रोग र हाम्रो सामाजिक संरचना हैन मैले भनेको नि हाम्रो शरीरको संरचना र हाम्रो समाजको संरचना उस्तै नै छ के है अब भनेपछि शरीर भित्रको जुन मेकानिजम त्यो पनि हैन त्यही भएर मैले एउटा लेक्चर दिएको थिएँ भनौँ न के अरे हाम्रो शरीर चाहिँ क्यापिटलिस्ट हो कि कम्युनिस्ट हो भनेर चाहिँ हैन हाम्रो शरीर भित्रको संरचना है यो पनि एउटा इन्ट्रेस्टिङ हुन सक्छ नि अर्को एउटा टपिकमा भन्न सक्दैन तर अहिले चाहिँ के भन्दाखेरि जिनमा हाम्रो रोगहरु एक किसिमले हाम्रो व्यवहारहरु जिन रोग पनि भयो रोगसँग व्यवहारहरु पनि भयो व्यवहार भने रोग पनि भयो नि त हाम्रो समाजमा पनि त डिजिज त छ त रोगहरु छ हैन डिफ्रेन्ट किसिमको रोगहरु हुन्छ हैन अनि त्यही भएर है त भनेपछि रोगहरुको कारण पनि के हुन्छ कि जेनेटिक हुन्छ कि इन्भाइरोमेन्ट हुन्छ एउटा जिन नै लिएर आएको हुन्छ कति स्वभावहरु है एउटा रोबर्ट सैपियस्कीको के अरे डिटरमाइन्ड भन्ने किताब छ के अब न्यूरो साइन्समा अहिले हैन यो फ्री विल छ कि छैन भन्ने कुराहरु आइरहेछ के
यदि इन्ट्रेस्टिङ लाग्छ नि त्यस्तो कुराहरू होइन। हामीले गरेको कार्यहरू साँच्चै हामी स्वतन्त्र भएर गरिरह हो कि पहिले नै निर्धारित थियो भनेर होइन। इभन आइन्स्टाइनलाई नि प्रश्न सोध्छ के हो तिमीहरू हाम्रो के हो भन्दाखेरि होइन पहिले निर्धारित थियो भन्छ। अनि त्यसो नि त कसैले मान्छे मार्दै हिँड्यो भने के त्यसलाई त नदिने त, त्यसलाई चाहिँ ऊ नदिने, के अरे सजाय नदिने, जेलमा नहाल्ने हो, पिटिट जान्छ। तर त्यो हुँदाखेरि पनि म चाहिँ ऊ त्यो जेलमा बसोस् भन्ने चाहन्छु भनेर आइन्स्टाइनले भनेको थियो क्या है। अब अहिलेको नयाँ विषयहरूमा अब हाम्रो फ्युल छ कि छैन भन्ने छैन भनेपछि सबै कुराहरू पहिले लेखेर आएको थियो भने त के भन्दा त्यही भएर 50% चाहिँ इन्भाइरोमेन्टल कज हुन्छ भन्ने आयो त। कमसेकम 50% चाहिँ कुनै पनि रोग, यो मात्रै रिमाटोइड आर्थराइटिस मात्रै होइन, कुनै पनि रोगको यस्तो किसिमको फिचर्सहरू हुन्छ है त। ल भाइ, अब त्यसपछि प्याथोजेनेसिस है। प्याथोजेनेसिसमा मैले भनिहालेँ एउटा जेनेटिक फ्याक्टर्स हुन्छ, अर्को इन्भाइरोमेन्टल फ्याक्टर्स। अहिले भने फेरि इडियोप्याथिक भनेको थियो, अननोन कज भनेको थियो, कहाँबाट आयो त फेरि यो होइन। अलिकति ट्रिकी हुन्छ, हाम्रो साइन्सले पनि अलिकति यो प्याथोलोजीले खै के भन्छ भनेर मैले बुझ्न सकेको छैन होइन। कज चाहिँ इडियोप्याथिक भन्छ, के अननोन कज भनिदिन्छ, तर यहाँ चाहिँ कज जेनेटिक फ्याक्टर भन्छ, इन्भाइरोमेन्टल फ्याक्टर भनिदिन्छ। त यो हुँदाखेरि पनि एक्ज्याक्टली यसैको कारणले के हो भनेर चाहिँ भन्न सकेको छैन भन्ने होला कि है। अब जेनेटिक ससेप्टिभली HLA DR4 B1 भन्ने एउटा लोकस हुन्छ, त्यसमा चाहिँ त्यो जिन भयो भने चाहिँ होइन यसको ससेप्टेबल हुन्छ, रिमाटोइड आर्थराइटिस हुने चान्स हुन्छ भनेको है त, याद गरौँ। त्यो हुँदैन हुन्छ भन्ने छैन है। त्यही भएर हामीले कोरोनाको बेलामा नि देखाएको थियो नि, कुन एउटा स्पेसिफिक जिन हुने चाहिँ प्रोटेक्टिभ नेचरको भयो कोरोनासँग भन्ने आएको थियो नि, जसको चाहिँ त्यो एउटा मैले एक्ज्याक्टली त्यो जिनको नाम बिर्सेँ। त्यो भयो भने चाहिँ हाम्रो प्रोटेक्टिभ छ, कोरोना लाग्दैन। त्यो छैन भने चाहिँ लाग्ने सम्भावना भयो भने त्यस्तै यहाँ पनि यस्तै छ है त। HLA DRB1 लोकसमा यो लिङ्क हो, त्यो लोकसको जिन छ भने हुनसक्छ भन्ने छ है। HLA DRB1 है, यो MCQ सोध्न सक्छ है त। अर्को इन्भाइरोमेन्टल फ्याक्टर्स, ब्लड कन्टेन्स एन्टी-CCP एन्टिबडी, अटोइम्युन भनेको थिएँ, एन्टी-CCP एन्टिबडिज हुन्छ, फेरि इन्फ्लामेसनको बेलामा प्रड्युस हुन्छ है त एन्टी-CCP एन्टिबडिज। अब rheumatoid arthritis is likely of autoimmune origin, often characterized by the presence of serum rheumatoid factor. Rheumatoid factor is seen in भन्ने के भन्नु पर्यो अब सिरममा कहाँ rheumatoid arthritis है, सहिले छ नि MCQ सहिले छ नि हैन। rheumatoid factor is seen in rheumatoid arthritis है MCQ है त। अनि के हो त अब एन इम्युनोग्लोबुलिन है त, यो चाहिँ एन्टिबडी हो, इम्युनोग्लोबुलिन M हो, which is highly characteristic of rheumatoid arthritis। यदि हामीले हैन सेरम rheumatoid factor देख्यो भने rheumatoid arthritis भन्नु पर्यो। अनि अर्को चाहिँ एन्टी-CCP एन्टी साइक्लिक साइट्रोलिनेटेड पेप्टाइड एन्टिबडी है त, दुईटा है त। एन्टी-CCP एन्टिबडीजहरु देखियो भने पनि केमा हुन्छ, सेरममा देखियो भने rheumatoid arthritis भन्ने है त। CCPहरु प्रोटिनबाट डिराइभ्ड हुन्छ है, यतिबाट जानु है त। एन्टिबडीहरु पनि प्रोटिन त हो नि हैन, हाम्रो शरीरमा प्रायसो लाइपोप्रोटिन लिपिड्स र प्रोटिन नै हुन्छ, म्याक्सिमम जिनहरु हैन यिनीहरु चाहिँ प्रोटिन नै हुन्छ है त। HLA DR4 पोजिटिभ इन्डिभिजुअल्समा हुने चान्स बढी हुन्छ है, HLA DR4 है। अनि द पैथोलॉजिकल चेन्जेस आर कॉज्ड मेनली बाय साइटोकाइन मेडिएटेड इन्फ्लामेशन। यसको चाहिँ CD4 T सेल्स being the principal source of cytokines भनेको छ है त। अब यसको प्याथोजेनेसिस के हो भन्दाखेरि यो पिक्चर सम्झिनु पर्छ है। अब यसमा के छ, अहिले हामीले एक्सप्लेन गरेकै कुराहरू छ, यो रोबिन्सको पिक्चर है। यसमा के छ, जेनेटिकली ससेप्टेबल इन्डिभिजुअल HLA DR4 है। HLA DR4 भन्ने जुन एउटा जिन भएको इन्डिभिजुअल छ भने उसलाई rheumatoid arthritis लाग्न सक्ने सम्भावना बढी हुन्छ। त्यस्तै इन्भाइरोमेन्टल फ्याक्टरहरु के हो, स्मोकिङ, इन्फेक्सन हैन, केही कारणले संक्रमण भयो अथवा चुरोट खाइरहेको छ भने त्यस्तोहरुलाई rheumatoid arthritis हुन सक्छ, अथवा कुनै एउटा कारण हुन सक्छ। जेनेटिक ससेप्टेबल अटोइम्युन डिजिज भनेको छ, फेलियर अफ टोलरेन्स भन्छ है त। टोलरेन्स भनेको टोलरेट गर्न सक्ने, अटोइम्युन डिजिज भनेको सिम्पल छ, नाममै छ अटोइम्युन, आफैले आफ्नो एउटा सेलको विरुद्धमा एन्टिबडीहरु बन्ने है त। हाम्रो एउटा सेल छ, त्यसको विरुद्धमा यो त फरेनबाट, यो त बाहिरबाट आएको भने जस्तो गरेर एन्टिबडी भन्दे के। सामान्यतया बाहिरबाट आएको ब्याक्टेरिया र भाइरस अथवा कुनै एजेन्टको विरुद्धमा
एन्टिबडी बन्नुपर्ने हो हैन। तर के भइदियो भन्दाखेरि आफ्नै शरीरको कुनै एउटा सेलको विरुद्धमा एन्टिबडी बनिदियो, कुनै एउटा प्रोटिनको विरुद्धमा एन्टिबडी बनिदियो भन्ने चाहिँ अटोइम्युन डिजिज लाग्ने हो। त्यो भनेको सेल्फ टोलरेन्स, आफ्नै दाजुभाइहरूको विरुद्धमा चाहिँ रिसाएको जस्तो अथवा के पराया सम्झे जस्तो के है। अटोइम्युन भनेको त्यस्तो है त। टोलरेन्स आफ्नै दाजुभाइलाई चाहिँ टोलरेट गर्न छोड्यो भने जस्तो बुझ्यो है त। सेल्फ टोलरेन्स अटोइम्युन डिजिजमा सेल्फ टोलरेन्सहरू घट्छ त। फेलियर अफ टोलरेन्स जस कारणले अनरेगुलेटेड लिम्फोसाइट एक्टिभेसन, अल्टिमेटली इम्युनिटी गऱ्यो भनेदेखि लिम्फोसाइट्सको कुरा आउँछ नि हैन। एन्टिबडी केले बनाउँछ अरे? एन्टिबडी लिम्फोसाइट, कुन लिम्फोसाइट्सले? बी लिम्फोसाइट्सले प्लाज्मा सेल बनाएर एन्टिबडी बनाउँछ। बी लिम्फोसाइट्सलाई केले एक्टिभेट गराउँछ? एक्टिभेट गराउन केले हेल्प गर्छ? टी हेल्पर हैन, नाममै छ टी हेल्पर। टी लिम्फोसाइट्स चाहिँ हेल्प गरेर बी लिम्फोसाइट्सलाई प्लाज्मा सेल बनाउँछ, प्लाज्मा सेलले एन्टिबडी बनाउँछ है त। सिम्पल छ है त। अनरेगुलेटेड लिम्फोसाइट एक्टिभेसन, त्यस्तै इन्जाइमेटिक मोडिफिकेसन अफ सेल्फ प्रोटिन भन्छ है त इन्भाइरोमेन्टल फ्याक्टरले। जस कारणले के भयो भन्दाखेरि टी एन्ड बी सेल्स रेस्पोन्स टु सेल्फ एन्टिजेन, आफ्नै एन्टिजेन आफ्नै सेलको विरुद्धमा रेस्पोन्स टी र बी सेल्सले रेस्पोन्स देखाउँछ। टी हेल्पर सेल्सहरू बन्छ अनि बी लिम्फोसाइट्सलाई के गराउँछ? एन्टिबडिजहरू प्रड्युस गराउँछ है त। एन्टिबडी प्रड्युस गराउँछ। अब के हुन्छ भन्दाखेरि फाइब्रोब्लास्ट, कोन्ड्रोसाइट्स र साइनोभियल सेल्सहरूको प्रोलिफरेसन। अब हाम्रो स्टोमामा के हुन्छ? मेनली अब ग्ल्यान्ड्स र स्टोमा हुन्छ कुनै पनि सेलमा भनौँ न। अब एउटा स्टोमा भन्ने बित्तिकै अब जोइन्ट्सहरूमा के हुन्छ? जोइन्ट्सहरूमा के होला हैन? सेल हुनेहरू कि इपिथेलियल हुन्छ कि नन इपिथेलियल सेल्स हो हैन। इपिथेलियम भनेको चाहिँ ग्ल्यान्डहरू हैन, अरू टिस्यु स्पेसली ग्ल्यान्ड र लाइनिङ इपिथेलियल सेल्स हुन्छ। त्योभन्दा बाहिर हुनेहरूको चाहिँ मेसेन्काइमल सेल्सहरू भन्छ त। मेसेन्काइमल सेल्सहरूमा प्रायः जसो भनेको के हो? मेसेन्काइमल सेल्सहरूको टाइप्स बोन, नर्भ्स हैन, मसल्स, फाइबर्स, यिनीहरू सबै मेसेन्काइमल सेल्सहरू है। त्यसमध्येमा स्पेसली जोइन्टहरूमा फिब्रिन, कोलाजनहरू के फाइब्रोब्लास्टहरू हुन्छ। कोन्ड्रोसाइट्स, कार्टिलेज पनि हैन। कोन्ड्रोसाइट्स भने कार्टिलेज ल। कोन्ड्रोसाइट, साइनोभियल सेल्स, साइनोभियम भने जोइन्टको लाइनिङ हुन्छ नि। जोइन्ट हाम्रो यो जोइन्ट कुनै एउटा जोइन्ट छ भनौँ न, जोइन्ट्सको लाइनिङमा, जोइन्ट भनेको दुईटा बोन हुन्छ, दुईटा बोनको उसमा के हुन्छ? लाइनिङ हुन्छ ल। त्यो लाइनिङ केले हुन्छ? साइनोभियल लाइनिङ हुन्छ। साइनोभियल पनि हुन्छ, त्यसमाथि बोनको अलिकति बाहिर के हुन्छ? कार्टिलेज पनि हुन्छ, कोलाजन पनि हुन्छ है त। त्यही भएर दुईटा जोइन्टहरू बिचमा फ्रिक्सन कम हुन्छ र त्यसमा एउटा साइनोभियल लाइनिङ हुन्छ भनेपछि त्यो सेलहरू जे छ त्यसको प्रोलिफरेसन हुन्छ है। त्यो भइसकेपछि कोलाजिनेज हैन, इलास्टेज, प्रोस्टाग्ल्यान्डिन्सहरू, इन्जाइम्सहरू रिलिज हुन्छ। इन्जाइमहरू रिलिज भएर डिस्ट्रक्सन अफ बोन्स, कार्टिलेजको डिस्ट्रक्सन, बोनको डिस्ट्रक्सन, फाइब्रोसिस, प्यानस फर्मेसन है त। रुमेटोइड आर्थराइटिसमा प्यानस फर्मेसन हुन्छ। यो एमसिक्यू ल। प्यानस फर्मेसन, एङ्काइलोसिस भनेको के हो? जोइन्ट्सको फ्युजन है त। राम्रोसँग जोइन्ट चाहिँ फङ्सन गर्न सक्दैन। इन्फ्लामेसनमा फङ्सोलेसिया भनेको थियो नि, फङ्सन चाहिँ कम हुने है। ल अब यो अलिकति बुझ्नलाई त गाह्रो भयो होला, तर सिम्पल नै छ। जेनेटिक कज र इन्भाइरोमेन्टल कजको कारणले के भयो? टी र बी सेल्सहरू रेस्पोन्स हुन्छ, जस कारणले एन्टिबडिजहरू बन्छ र यो कारणले के हुन्छ? फिब्रिन, कार्टिलेज र साइनोभियलहरूको प्रोलिफरेसन हुन्छ। एकदम धेरै प्रोलिफरेट भइदिन्छ कि इन्फ्लामेसन हुन्छ नि त। अनि प्रोलिफरेसन भइदिएपछि के हुन्छ? अब यो इन्जाइम्सहरू रिलिज हुन्छ। त्यो इन्जाइमहरू यो सम्झिन सक्यो भने ठिकै छ, नभए पनि इन्जाइम्स लेखे हुन्छ है त। इन्जाइम, साइटोकाइन्सहरू, इन्जाइमहरू र साइटोकाइन्सहरू रिलिज हुन्छ ल। प्रायः जसो साइटोकाइन्स, केमोकाइन्सहरू नै रिलिज हुन्छ कि हाम्रो शरीरहरूमा। साइटोकाइन्स रिलिज हुन्छ भने हुन्छ, घोक्न सक्यो भने ठिकै छ। यो त्यही पनि सब्जी छ। कोलाजन, फिब्रिन, फिब्रिनलाई कोलाजन पनि भन्छ, कोलाजिनेज है त। नेज भनेको डिस्ट्रोय गर्ने के एज हुन्छ नि। कोलाजिनेज, कोलाजनहरूलाई डिस्ट्रोय गर्ने एज ल। अनि त्यसपछि इलास्टेज,
इलास्टिन फाइबर एज हैन इलास्टेज प्रोस्टासाइक्लिन्स एन्ड अदर इन्जाइम्स भन्छ के अल्टिमेटली इन्जाइम्सहरु रिलिज हुन्छ इन्जाइमहरु रिलिज भइसकेपछि के हुन्छ जोइन्ट्स भनेपछि जोइन्ट्समा के भयो अब बोनको डिस्ट्रक्सन कार्टिलेजको डिस्ट्रक्सन फिब्रिन कोलाजनको डिस्ट्रक्सन जोइन्टहरुको फ्युजन र एउटा घोक्नुपर्ने भनेको प्यानस फर्मेसन है त र्युमाटोइड आर्थराइटिसमा प्यानस फर्मेसन हुन्छ भनेर एमसीक्यू सोध्छ है त अब यसमा के एमसीक्यू आयो त अब 3-4 वटा एमसीक्यू भने मैले हैन मेनली सोध्न सक्ने के हो डीआर4 यो अलि कमै सोध्छ यो है त यो हैन तर एन्टी-सीसीपी एन्टिबडीजहरु केमा देखिन्छ 70% चाहिँ आरएमा देखिन्छ भन्छ अनि अर्को र्युमाटोइड फ्याक्टर इज सिन इन र्युमाटोइड आर्थराइटिस हैन प्यानस फर्मेसन इज सिन इन र्युमाटोइड आर्थराइटिस ल अब यो चाहिँ मेनली यसको एमसीक्यूहरु हो है त क्लिनिकल फिचर्सहरु के हुन्छ अब भन्न सकिन्छ अब के होला त क्लिनिकल फिचर्स अब नाममै छ डेफिनेसनमै छ त्यही भएर मैले कुनै पनि डिजिज पढ्दाखेरि नामलाई अलिकति डिकोड गर्ने अथवा त्यसको डेफिनेसन जाने हो भने त्यसको बारेमा धेरै कुरा लेख्न सकिन्छ भनेको थिएँ नि मैले हैन त्यही भएर के छ क्लिनिकल फिचर्सहरु के हो र्युमाटोइड आर्थराइटिस आइटिस भनेपछि के होला अब जोइन्टको इन्फ्लामेसन भनेपछि के हुन्छ पेन होला अरु के होला अहिले भनिसके प्याथोजेनेसिसमा के भनिसके हैन पोलिआर्टिकुलर आर्थराइटिस है त सिमेट्रिक पोलिआर्टिकुलर आर्थराइटिस यसमा अर्को सम्झिनु पर्ने अर्को एमसीको सिमेट्रिकली आउँछ के दुईटा एंगल दुईटा निजहरु सिमेट्रिकली इन्भल्भ हुँदै आउँछ है त सिमेट्रिक पोलिआर्टिकुलर एउटा भन्दा बढी जोइन्ट्सहरु इन्भल्भ हुन्छ ल सिमेट्रिक है यो सम्झिनु पर्छ ल यो एमसीक्यू जस्तो सम्झिनु हुन्छ सिमेट्रिक पोलिआर्टिकुलर आर्थराइटिस भनेर केस प्रेजेन्ट आयो भने र्युमाटोइड आर्थराइटिस भनेर सोचे हुन्छ है त त्यस्तै विकनेस मलेज आर्थराइटिस इन्फ्लामेसन भने ज्वरो आउँछ आउँदैन ज्वरो आएपछि के हुन्छ कमजोरी फिल हुन्छ हुँदैन एकदम माइल्डिया भएको जस्तो हुन्छ मलेज जस्तो हुन्छ हुँदैन हैन अनि एकिङ एन्ड स्टिफनेस अफ जोइन्ट स्टिफ होला कि नहोला दुख्छ जोइन्ट दुख्छ स्टिफ कखक्क परेको हैन चलाउँदाखेरि पनि दुख्ने खाले हैन त्यस्तो हुन्छ ल मर्निङ ल बिहान ल याद गरौँ ल बिहान उठ्ने बित्तिकै यो जोर्नीहरु कखक्क खानी दुख्नी सिमेट्रिकल ल दुईटै ल एउटा मात्रै हुँदैन फेरि दुईटै सिमेट्रिकली इन्भल्भ हुन्छ हैन अथवा एउटा भन्दा बढी जोइन्टहरु इन्भल्भ हुन्छ ल है यो भयो नि र्युमाटोइड आर्थराइटिस हो कि भनेर शंका गर्नुपर्छ है त इन्लार्ज मोसन जति प्रोग्रेस हुँदै गयो त्यति चाहिँ मोसन हुन्छ नि फंक्सन चाहिँ कम हुँदै जान्छ जोइन्टहरु ककर्क पर्दै जान्छ अनि काम चाहिँ जोइन्टको काम चाहिँ कम हुन्छ एउटा रेनॉल्ड्स फिनोमिना भन्ने हुन्छ ल एकदम निलो हैन त्यो जोइन्टहरु त्यस्तो निलो हुने रेनॉल्ड्स फिनोमिना अर्को एउटा एमसीक्यू सोध्न सक्छु ल रेनॉल्ड्स फिनोमिना यसमा मात्रै हैन अरुमा नि हुन्छ हुन त रेनॉल्ड्स फिनोमिना यसमा नि देख्न सकिन्छ अल्सर क्रोनिक लेग अल्सर देखिन सक्छ है त एक्सरे फाइन्डिङहरु हुन सक्छ साइनोभियल फ्लुइडमा चाहिँ स्टेराइल टर्बिड साइनोभियल फ्लुइड हुन्छ है त एन्टी-सीसीपी र र्युमाटोइड फ्याक्टर चाहिँ के हुन्छ पोजिटिभ हुन्छ आफ्टर 10 to 15 इयर्स सम्म पनि यसको क्लिनिकल फिचर्सहरु भइरहन सक्छ है त यसरी सिम्पल नै छ क्लिनिकल फिचर्स पनि एउटा इम्पोर्टेन्ट कुरा ल है राइट सर्ट नोट्स अन र्युमाटोइड आर्थराइटिस हैन डिफाइन राइट द प्याथोजेनेसिस एन्ड राइट द क्लिनिकल फिचर्स अफ र्युमाटोइड आर्थराइटिस भनेर एसक्यूज हुन सक्छ है त कम्प्लिकेसन के होला कार्पल टनल सिन्ड्रोम कार्पल हुन्छ नि यसो टनल सिन्ड्रोम ल है कार्पल टनल सिन्ड्रोम ल अहिले मैले मल्टी सिस्टम भनेको हैन भनेपछि जोइन्टमा मात्रै इन्भल्भ होला त भनेपछि एन्टिबडीहरु इन्भल्भ भएर अरु जोइन्टहरु अरु अर्गानमा पनि इन्भल्भ हुन्छ सक्छ जस्तै लङ्समा इन्भल्भ भयो नि लङ्स हार्ट आइज भेसल्स है त त्यसमा पनि इन्भल्भ हुन्छ लङ्समा के होला प्लुराइसी पल्मोनरी फाइब्रोसिस इन्फ्लामेसन भएको कारणले लङ्समा पनि इन्फ्लामेसन हुन्छ पल्मोनरी फाइब्रोसिस फाइब्रोसिस भनेको कोलाजन डिपोजिसनहरु कहिले हुन्छ फिब्रिनहरु कहिले डिपोजिसन हुन्छ हिलिङ प्रोसेस कहिले हुन्छ इन्फ्लामेसन भएपछि है त त्यही भएर फाइब्रोसिस हुन सक्छ प्लुराइसी है त प्लुरल पेन है त चेस्ट पेन गर्न सक्छ पर्सिस्टेन्ट कफ हुन सक्छ
सर्टनेस अफ ब्रेथ। लङमा केही प्याथोलोजी भयो भने सास फेर्न गाह्रो हुन्छ हैन, अनि त्यसपछि खोकी लाग्छ अनि चेस्ट पेन हुन्छ। त्यस्तै हार्टमा के हुन्छ, हार्टमा त्यहाँ पनि इन्फ्लामेसन हुन्छ भनेपछि हार्टको इन्फ्लामेसनलाई के भन्छ, कार्डाइटिस, पेरिकार्डाइटिस है। आइजमा के होला, यहाँ पनि इन्फ्लामेसन होला है, रुमेटोइड आर्थराइटिस इन्फ्लामेसन होला, स्क्लेराइटिस जोग्रेन सिन्ड्रोम भन्छ क्या यसमा हैन। भेसलमा के होला, भेसलमा पनि इन्फ्लामेसन होला, भास्कुलाइटिस है त। जोइन्ट ड्यामेज त भइहाल्यो। कार्डियोभास्कुलर डिजिजमा हार्ट एट्याक र स्ट्रोक पनि हुन्छ है, हार्ट एट्याक र ब्रेन एट्याक हुन्छ है त, स्ट्रोक। रुमेटोइड आर्थराइटिसको हामीले पढ्यौँ। त के क्वेसन छ छैन है त। ओके, रुमेटोइड आर्थराइटिसको यो एकदम इम्पोर्टेन्ट छ ल। यसमा एसएक्यूहरू पनि छ, एमसिक्यू पनि छ।